साथीहरू मैले चाहिँ यो पकाउन खोजिरहेको छु मटनको सुप। आज चाहिँ मैले लिएर आएको छु। यसमा लगाउँदैछु मैले सिन्कौलीको पत्ता, धनिया र सिन्कौलीको जरा, त्यसपश्चात बेसार, त्यसपछि मजाले मासु राख्ने, त्यसपछि मजाले भुट्ने, त्यसको मजाले हड्डी खुड्डी पाकुन्जेलसम्म पकाउनु पर्यो नि त कि कसो हो साथीहरू। त्यसपश्चात अदुवा लसुन खोर्सानीको पेस्टलाई चाहिँ मैले ब्लेन्डमा पिस्दैछु। तपाईँहरूले आफ्नो घरमा जे छ त्यही सँगै पिस्न सक्नुहुन्छ। मैले चाहिँ यो ब्लेन्ड भएको कारणले ब्लेन्ड गर्दैछु। त्यसपश्चात प्याजलाई चाहिँ हल्का मैले चाहिँ काटेर उसमै लगाइदिँदैछु। त्यसपश्चात टमाटर, यति अब मरमसलाहरू तपाईँहरूकोमा के लाउन मन लाग्छ त्यही भएर लाउनु होला आफ्नो मनपर्ने खानालाई स्वादिष्ट बनाउनलाई सकिन्छ हैन त साथीहरू। ल है त मेरो के कस्तो भयो मैले चाहिँ बनाइसकेँ। स्वाद अनुसारको सुप राखेर अचार बनाएर खानुपर्छ है त साथीहरू।